आज चाहिँ हामी विन्टरको फुल बनी स्टेल रोप्न गइरहेका छौँ। त आउनुहोस् हेरौँ यसलाई कसरी रोप्नु भनेर। बनी स्टेललाई रोप्नुको निम्ति चाहिँ हामी 8 इन्चीदेखिको 10 इन्चीसम्मको पट लिन्छौँ। जत्रो ठुलो पट लिनुहुन्छ त्यही साइजको हुन्छ। यो एकदमै बुसी भएर जान्छ र यसको निम्ति चाहिँ हामी वेल ड्रेनिङ माटो मिश्रण लिन्छौँ। 1 भाग माटो, 1 भाग कोकोपिट अथवा तपाईँले जङ्गली मल अथवा धानको भुस जे मिसाउँदा पनि हुन्छ र रहेको 1 भाग चाहिँ तपाईँले कम्पोस्ट मिलाउनु पर्यो। भर्मी कम्पोस्ट मिलाउँदा पनि हुन्छ, त्यस्तै प्रकारले सडेको गाईको मल मिलाउँदा पनि हुन्छ। बिरुवाहरू रोप्नु अगाडि नै माटोमा पानी दिनुपर्छ। त्यसपछि बिरुवाहरूलाई थपक्कै यसरी माटोभित्र गाडिदियो र वरिपरिबाट त्यसको जराहरू पुर्दिनुपर्छ। 15 दिन चाहिँ यसलाई चाहिँ अब हामी सेडमा राख्छौँ जहाँ चाहिँ डाइरेक्ट घाम चाहिँ नपरोस्। त्यसपछि यसलाई निकालेर डाइरेक्ट घाम पर्ने जग्गामा राख्दा पनि हुन्छ। केयर गर्नु एकदमै सजिलो र यसलाई चाहिँ शीतदेखि चाहिँ अलिकति बचाउनुपर्छ। शीत पर्यो भने चाहिँ शीत टुसाहरूले चाहिँ यसको पातहरू खान्छ र पातहरू चाहिँ कालो भएर जान्छ। त्यसै कारणले शीत नपर्ने ठाउँमा राख्नुपर्छ र यसमा फुल फुल्नु चाहिँ 2.5 महिनादेखिको 3 महिनासम्म लाग्छ।